सो पिच गराउनु छ कि एमा सिमेन्टीवाला बिक्री गराउनु छ किनभने प्रपर तरिकाले ड्युसको प्र्याक्टिस गर्न सकियोस् त्यही भएर चाहिँ मैले बनाउन लगाएको अब तिमीहरु लाइन कहाँ लाग्छौ त तिमीहरु लाइन कहाँ लाग्छौ त मैले त खन्दै यहाँ त म त पुरै खन्दै अब खाल्टो बनाउने यहाँ टोयलेटको खाल्टो गराउने कि हाम्रो टोयलेट भर्दियो खाल्टो गराएर यहाँ टोयलेट बनाउने अब पता हो किन भली खेल्ने यस्ता भयो खेल्छन् र होइन टोयलेटको खाल्टो सो गाइज तपाईहरु देख्न सक्नुहुन्छ हाम्रो चाहिँ यो होम ग्राउन्ड हो अहिले चाहिँ बर्खायामको समयले गर्दाखेरि चाहिँ यहाँको पिच अहिले अलि बिग्रेको थियो सो के सोझा भने नेट पनि खोलेर अलि मिलाएर लाउने के सो गाइज हाम्रो चाहिँ अब काँक्रा खाने बेला भयो होइन सो हाम्रो चाहिँ काली माता हुनुहुन्छ सो पिच बनाउने कार्यक्रममा हामी चाहिँ अहिले गर्मी भएर यसो बसे हम सो काँक्रा खान हम सो त्यही नै हो मेरो हातमा नै आइसकेको छ मिलाइदिनु बाबालाई नुन नुन र ढनुन न सो गाइज अब चाहिँ हाम्रो नास्ता खाने बेला भयो होइन सो त्यही नै हो यहाँ चाहिँ रेतो हालेर पनि सिमेन्ट हालेर पनि यस्तो भइसक्यो अनि टक्क पानी पनि जोडजाम गर्यो सो त्यही नै हो यता पनि चट्ट अहिले कति राम्रो देखेछ अहिले पनि चट्टै यस्तो उडाउँदा छ यस्तो खतरा देखेछ उदुम त मचाउनु त सो गाइज हाम्रो चाहिँ यो पिच चाहिँ अब फाइनल लुक्समा आइसकेको छ सो तपाईहरु देख्न सक्नुहुन्छ यो चाहिँ यस्तो भइसक्यो होइन उतापट्टिबाट बनिसक्यो सो यता पनि अब हल्का फुल्का गराउनु छ यता चाहिँ अब मसला पनि रेडी हुँदैछ सो दामी हुँदैछ पिच चाहिँ होइन सो चाहिँ यति अग्लो भइसक्यो क्या हल्का मुनि पनि थियो यहाँ यति कति यति हल्को छ कि यति हल्को छ सो यति राम्रो छ यति सो गाइज हाम्रो चाहिँ पिच चाहिँ रेडी भइसक्यो होइन यस्तो पिच चाहिँ हेरेको चाहिँ कन्डिसन चाहिँ धेरै दिनको मेहनत लागेको छ यसमा चाहिँ हाम्रो सो यो पिच बनाउने चाहिँ हाम्रो धेरै नै इच्छा थियो लाइक सपना पनि थियो होइन त्यस्तो सिमेन्ट विकेट बनाएर खेल्ने यहाँ धेरै अप्ठ्यारो हुन्थ्यो अब चाहिँ मैले गाउँमा पनि ड्युज प्र्याक्टिस गर्न सक्छु राम्रो तरिकाले नै सो त्यही नै हो देख्दा पनि कति खतरा देखिरहेको छ कि पिच